गाइस घुम्न जाने त यस्तो ठाउँ हो गाइस ओ माय गॉड लुक एट दिस मैन यो चाहिँ गाउँघरको सेम घर यार ओ माय गॉड श्रीकन्ना घोटेर चन्दन वाओ श्रीकन्ना घोटेर चन्दन घट्ट पूर्व मावाला मण्डन घट्ट पूर्व मावालाई मण्डन गोर्खाको हो तपाईँ गोर्खाको गोर्खा बारपाट ओके म चाहिँ गोर्खादेखि हामी चाहिँ प्युठानदेखि हजुर मगर हो हजुर मगर हो दाइ तपाईँ हो नि तपाईँ मगर गुरुङ हो तपाईँ गुरु ओके सी यो भ्यू छ आम्बो बो 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 खोइ धरहरा आम्मामा धरहरा चाहिँ आम्बो के भयो आकाश पारी छ हौ आकाश पारी हामी वहाँबाट माथि राखेको अनि यहाँ चाहिँ दिदी चाहिँ यहाँ तल आइराख्नु भएको छ आज चाहिँ म एउटा गल्ती गरेको छु किनभने गर्मीमा चाहिँ क्याप लगाउनु पर्ने होइन तर आई फर्गेट होइन क्याप ल्याउनको लागि सो त्यही आज चाहिँ कपाल टाउको दुख्नेवाला छ किनभने मेरो कपाल पनि होइन काटेको अलिक छोटै काटेछु क्या सो कपाल छैन आज चाहिँ घामले मलाई चाहिँ मार्नेवाला छ आज यहाँ बाटोमै यसरी फल्छ र टमाटरै किर्तिपुरमा चाहिँ तर कस्तो दामी यहाँ अम्बो त्यस्तै त म टनेलमा पनि फलेको देखेको थिएन क्या बाटोमा त्यसले त 1 महिनालाई पुगिदिन्छ गाइजहरू 1 महिनालाई अनबिलिभेबल होइन म त फर्स्ट टाइम देखेको थिएँ बाटोमा यहाँ म कति हिँडिरहेको थिएँ होइन आज चाहिँ खतरनाक देखेको सायद मेरो भिडियोमा क्याप्चर हुनको लागि त्यो देखेको होइन भाइ यहाँ म कलेजदेखि आइसकेको रहेछ टाढ क्लास कहाँ पढ्छौ तिमी ए मङ्गल होइन सरी यार मङ्गल हाम्रै घरमै बस्ने भाइ होइन म भ्लगिङ बनाउँदैछु कि हेलो भनिदिउ न त सपोर्ट गर्नु होला है ल तिमीले पनि सपोर्ट गरिदियो अरू सब ठिक छ नि है ओके ऊ भाइ चाहिँ मसँगै भन्नाले नै हाम्रो घरमा त्यहाँ हामी बसेको ठाउँमा टक्क बस्ने भाइ हो होइन एन्ड ऊ चाहिँ मङ्गल खोला के अरे कलेजमा पढ्दो रहेछ एन्ड भर्खर आउँदैछ होइन नानीहरू त अनि भाइ पनि भर्खर आएको छ यो मोबाइल लाग्यो न हेर न यस्तो दामी छ क्या यस्तो पुरै रुखै रुख होइन फुलै फुल छ क्या यो अम्बो यो ठाउँमा चाहिँ कस्तो राम्रो भएछ यस्तै चाहिँ सबैतिर होइन टक्क यो बाटोभरि चाहिँ लगाइदियो भने चाहिँ कस्तो दामी देखिन्थ्यो कि होइन बाटो पनि एन्ड बाटोमा हिँड्दा हुन्छ नि गर्मी भएको हुन्छ होइन अनि गर्मीलाई एउटा शीतल पनि दिन्छ नि त होइन टक्क घामलाई छेकिदिन्छ घामको किरण लागेकोलाई छेकिदिएर टक्क शीतल दिन्छ क्या तर सबैमा छैन एन्ड कोहीमा चाहिँ रोपेको हुन्छ होइन एन्ड त्यो हुन्छ नि अनएजुकेटेड पिपलहरूले चाहिँ क्र्याक पारेर होइन भाँचेर फालिदिएको हुन्छ क्या त्यो चाहिँ इट्स रियली ब्याड हो क्या किनभने हामीले रुखहरूलाई प्रोटेक्ट गरेर होइन ठुलो बनायौँ भने उसले हामीलाई छारिदिन्छ क्या टक्क लाएर एन्ड के भन्दाखेरि इन्भाइरोमेन्ट पनि होइन बबाल देखिन्छ नि त होइन त्यही हो क्या त्यो सबैले होइन एकदम सचेत हुनुपर्ने हुन्छ क्या होइन कहाँ जाम्ला नि माथि नि पक्नु न हामी सक्छौँ कि सक्छौँ बुढा निल काठमाडौँ यही त हो नि दिदी दिदी यही हो है अच्छा ल यही रहेछ हामीलाई चाहिँ म चाहिँ कन्फ्युज है ओके ल तपाईँलाई धन्यवाद गुम्बा होला मन्दिर परिसरमा त शङ्ख तथा के अरे ब्यान्ड बाजाहरू चाहिँ बजाउनलाई एकदम निश्चित रहेछ यहाँ चाहिँ आज चाहिँ त्यस्तो मान्छे छैन यहाँको चाहिँ मेनु आफ्नो रुल छ है गाइजहरू रुलहरू चाहिँ एकदम मान्नुपर्ने हुन्छ तर एन्ड भेडी चढायो भने तपाईँहरूले यहाँ क्युआर गरेर पनि जान सक्नुहुँदो रहेछ यो चाहिँ बबाल हो क्या तर हामीहरू जाने हो र हामी चाहिँ भित्र नजाने भयो यहाँबाट रहेछ तर भित्र हेर्नै पाइएन नि
उहाँ सुत्नु भएको चाहिँ विष्णु भगवान हुनुहुन्छ होइन अनि उहाँ शेष के अरे नागमाथि अनि उहाँ त्यो के अरे शेष नाग चाहिँ पानीमा हुनुहुन्छ त्यही हो यहाँको विशेष भनेको यो यहाँको अरू अरू पनि छ होइन तर सरी मलाई चाहिँ प्रपरली चाहिँ थाहा छैन यो चाहिँ हिन्दू धर्मावलम्बीको एकदम स्पेसल प्लेस हो र यहाँ मैले गुगलमा थाहा पाएअनुसार के अरे बुद्ध धर्मावलम्बीहरूले पनि यसलाई एकदम विशेष मान्नुहुन्छ अरे हामीहरू चाहिँ भगवानको के अरे विष्णु भगवानको बाहिरबाट दर्शन गरेर चाहिँ हामी आउट हुँदैछौँ एन्ड यो चाहिँ हामीले मैले एक्सपेक्ट गरेको नानी भोपाल एकदम राम्रो ठाउँ रहेछ बिदाको दिन नपरेको दिन आएर पनि राम्रो भयो क्या धेरै भिडभाड नभएको राम्रो हुन्छ नि त सही हो एकदमै राम्रो रहेछ अनि ठाउँहरू होइन एकदमै राम्रो रहेछ त्यही हो यहाँ चाहिँ के अरे विष्णु भगवान होइन अनि यसलाई चाहिँ के गर्ने भन्थ्यो यार पुरानो बुढा नीलकण्ठको पुरानो नाम चाहिँ कति के कुनै पुरानो निलो घाटी हो के भन्दा सुन्थेँ क्या मैले त्यही हो रे होइन मलाई एक्ज्याक्ट थाहा होइन मलाई त्यस्तै लागिरहेछ त्यही हो मलाई नि एकदमै यहाँ आज आएको चाहिँ एकदम खुसी लाग्यो अनि तपाईँलाई कस्तो लाग्यो आर यु ह्याप्पी ओके यो बाटो आमा ओके उहाँ आमाले चाहिँ गुम्बा जानलाई चाहिँ यो बाटो भन्नुभयो ल धन्यवाद तपाईँलाई ओके हुन्छ आमा ओके आमा चाहिँ हामीलाई बाटो देखाउनु भयो एन्ड त्यो हामी एकैछिन माथि गुम्बासम्म जान्छौँ देन विल गेट ब्याक टिमुर यहाँ जस्तो टिमुर पनि पार्दो रहेछ यार मकै हेर्नुहोस् यस्तो मकै यहाँ चाहिँ यस्तरी मकै फलिसकेको छ म सानोमा चाहिँ होइन यस्तो मकै क्या जस्तै छरेर भएपछि म थाहा के भन्दाखेरि म अनि जुन ठुलो मकैको घोगा हुन्छ नि त्यो चाहिँ मैले खाने हो भनेर राख्थेँ क्या अनि पछि चाहिँ छिटै होइन पाक्थ्यो अनि सुङ्गाले खाइदिन्थ्यो क्या एकदमै बबाल लाग्यो यार ए यहाँ त कोदो पनि रोप्नु रहेछ नि त ल यहाँ त हाम्रो गाउँमा जस्तै हुँदो रहेछ मकै बारी हेर्नु न आम्बो बो यहाँ चाहिँ हाम्रो गाउँतिर जस्तै टक्क कोदोको होइन बिउ राख्नु हुँदो रहेछ कि यहाँ अनबिलिभेबल गाइज यार अनबिलिभेबल लुक एट म तपाईँलाई यहीँबाट ल्याइदिन्छु कि पठाइदिन्छु ओ माई गॉड सी इज सो लुकिङ ब्युटिफुल विथ ग्रिनरी लुक एट दिस कुच्ची रे आएन फोटो आएन भने कुच्ची रे ओ छिटो हिँड्नु क्या अगाडि हुन्छ तपाईँलाई त्यही भएर म चाँडै जाउँ भनेको यार त्यहाँ जानलाई नि टाइम लाग्छ नि वाउ बेबी हेर्नु न यहाँ कस्तो राम्रो राम्रो बाख्राको बच्चा हेलो मुन्नी वाउ गाइस मुन्नी जाने त मसँग पुरा खान्छ ओ नहान बेबीले हान्यो क्या बच्चालाई अर्कोको बच्चा रहेछ गाइस घुम्न जाने त यस्तो ठाउँ हो गाइस यस्तो ठाउँ छोडेर अरू ठाउँमा होइन ओ माई गॉड लुक एट दिस म्यान यो चाहिँ गाउँघरको सेम घर यार ओ माई गॉड so beautiful house I love it this man I love it this house किनभने यो चाहिँ मलाई गाउँको घर जस्तै लाग्यो अङ्कल सन्चै हुन्छ अङ्कल कस्तो लङ्का भने लङ्का राम्रो अनि सन्चै हुनुहुन्छ अङ्कल गीत गाउनु त एउटा राख नि त तपाईँले गीत गाइदिने गाइदिनु न श्रीकन्ना घोटेर चन्दन वाउ श्रीकन्ना घोटेर चन्दन घट पूर्व मावाला मण्डन घट पूर्व मावालै मण्डन
अनि ल अङ्कल तपाईँलाई धन्यवाद नानीले लिनु लाग्यो म लिइरहेछु ओके अङ्कल चाहिँ बबाल दामी अङ्कल ल जाउँ ओइ हाम्रो अबेर हुन्छ हाम्रो अङ्कलको गीत है वाउ बबाल बबाल अङ्कल बबाल छ बबाल गीत हाम्रो अङ्कललाई चाहिँ के अरे सिङ्गर बनाउनु पर्छ गाइजहरू है दामी गाउनु हुँदैछ यताको ठाउँ पनि राम्रो होइन अनि यहाँ बस्ने अङ्कलहरू पनि ह्यान्सी अनि राम्रो है बोलीचालीमा ओके अङ्कल हामी पनि यता जानु लाग्छौँ है अङ्कल हामी गुम्बासम्म पुग्न लाग्छौँ गुम्बा घुम्न जानु त अहिले 3 बजी है हजुर हामी एकैछिन गएर आउँछौँ अझै धेरै टाइम लाग्छ र 5 बजी चाहिँ त मन्दिर बन्द हुन्छ होला छिटो त हुन्छ ल हामी गएर आउँछौँ ल हामी गएर आइहाल्छौँ ल थ्याङ्क यू अङ्कलसँग चाहिँ हाम्रो बबाल कुरा भयो है अनि अङ्कलले चाहिँ हामीलाई मिठो गीत गाएर पनि सुनाउनु भयो बोल हुँदो रहेछ त अङ्कलले भ्यालीको भ्यू चाहिँ यस्तो दामी देखेको छ यहाँबाट वान भ्यालीबाट अनि उहाँहरू चाहिँ यहाँ घुमेर आइसक्नु भएको रहेछ यतातिर नि हुनुहुन्छ यहाँ हेरौँ है समाचार बन्द भइसकेको हो र ओके ए तपाईँहरू पनि जानु लानुभएको म त उहाँ चाहिँ रिटर्न भइसक्नु भएको अनि तर उहाँ पनि जानु हुँदो रहेछ ओके लेट्स गो जब आउनु कहाँदेखि आउनुभयो तपाईँहरू काभ्रेस्थली ए गोर्खाको हो तपाईँहरू गोर्खाको गोर्खा बारपा ओके उहाँहरू चाहिँ गोर्खादेखि हामी चाहिँ प्युठानदेखि हजुर मगर हो हजुर नगर हो दाइ तपाईँ हो नि तपाईँहरू मगर गुरुङ हो तपाईँहरू गुरुङ ओके एन्ड यो डाँडादेखि पारी चाहिँ झर्ना छ भनेर सुन्थेँ हामी कहीँ गएर हो र पुरै भिजेर आएको थियो यो डाँडा खोइ भिजेको देखाऊँ त यता चाहिँ हामी झर्ना गएर आएको ओके हामीलाई भन्नुभएको छ तर हामी आज लेट भयो हजुर त्यही हामी चाहिँ जाँदैन मलाई प्युठान राम्रो छ हजुर आउनु 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 छोरी आउनु तपाईँ के गुरुङ गुरुङ हो कुन गुरुङ लामा गुरुङ लामा गुरुङ ए हाम्रो गाउँदेखि 1 घन्टा लाग्छ होइन सिरसिन जाने थाहा छैन होइन हाम्रो गाउँतिर पनि हुन्छ भनेर रोल्पा सबै हाम्रो गोर्खातिर तपाईँहरूको भाषा मैले माया गर्छु भनेको मै घिले माया लौँ भन्छ होइन या गाइस मलाई पनि थाहा छ कि होइन हजुर ngolo ngolsi होइन ओके मलाई लिटल बिट थाहा छ क्या गाइजहरू यु डग बेबी यसले चाहिँ हामीलाई वेलकम गरिसक्यो यु क्यान सी दिस पार्क चाहिँ बब्बाल बनाइसकेको एन्ड गुम्बा चाहिँ माथि टप देखिसक्नुपर्छ रमाइलो रहेछ है हजुर तरी बनाएको छ पुरा फुलहरू होइन सजाएर तपाईँभन्दा राम्रो छ फुल एन्ड यतातिर पनि पुरा फुलहरू यस्तो राखेको छ अनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मान्छेहरू त्यति धेरै चाहिँ रहन्छ आज सायद फ्राइडे भएर होला मेबी भोलि चाहिँ यहाँ तन्नै आउनुहुन्छ एडभेन्चरको लागि यो पनि एकदम बेस्ट प्लेस हो एन्ड यु क्यान तपाईँहरू आउनु भन्न चाहन्छु है म चाहिँ सिडी हेरौँ त अम्बो माथि गाइजहरू हामी चाहिँ गयौँ है भाग 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 गाइज भाग भाग अघि भर्खर बन्दै रहेछ क्या कस्तो फिल हुँदैछ तपाईँलाई फेरि पनि सोध्न चाहे यस्तो ठाउँमा पनि धुन्छ तपाईँलाई तपाईँले काउन्ट गर्नु कति त सिडी थियो रेलिङ माथि नचढ्नु होला र यहाँ चाहिँ रेलिङमा चढ्नु नहुँदो रहेछ एन्ड हामी चाहिँ बाटो जान्छौँ देन यतातिर चाहिँ फर्किन्छौँ Look at this man, unbelievable एन्ड दिस प्लेस चाहिँ हाम्रो
हामी घुमेको ठाउँको बेस्ट प्लेस चाहिँ हो एन्ड यु क्यान सी यो भ्यू छ आम्बो बो 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 खोइ धरहरा आम्मामा धरहरा चाहिँ आम्बो के गए आकाश पारी छ हो आकाश पारी हामी वहाँबाट माथि राखेको अनि यहाँ चाहिँ दिदी चाहिँ यहाँ तल आइराख्नु भएको छ पसिना हेर्नु न पसिना माथि चाहिँ रहेछ माथि चाहिँ मान्छे हुनुहुँदो रहेछ एन्ड यु क्यान सी यहाँ चाहिँ शान्त रहनुला रे किप साइलेन्ट छ क्या किनभने यो ठाउँ भनेको एकदम किप साइलेन्ट हुने हो एन्ड उहाँहरूले चाहिँ फोटो लिनु भइरहेको छ भिडियोमा आउनु मिल्छ होइन ओके हेलो उहाँहरू चाहिँ घुम्न आउनुभएको रहेछ ओके एकदमै किप साइलेन्ट लुक एट दिस म्यान अनबिलिभेबल ओ माय गॉड कुची 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 हजुर नाच्ने के इलाङजेले यार इड्डीको भिडियो माटाङमा लिने र लगाएछ होइन यहाँ आउनुलाई चाहिँ टिकट चाहिँ तिर्नु पर्दैन है टक्क गेटमा आयो कता हो भन्यो टक्क भित्र आयो अनि बबाल ठाउँमा आइन्छ यहाँ माथि चाहिँ खाजा घर रहेछ होइन टक्क खानुहुन्छ एन्ड यहाँभित्र चाहिँ यस्तो क्लिन छ होइन यहाँ चाहिँ फोहोर गर्न पाउँदैन पहिले नै लेखेको हुन्छ ओ इट्स क्लोज्ड बट वी क्यान एन्ड यहाँको चाहिँ ध्यान पहिला यहाँ चाहिँ पढ्नुपर्ने छ भित्र माथि के गर्नुपर्छ भनेर तपाईँले सबै नाम चाहिँ विजय चैत्य गुम्बा रहेछ है यो ठाउँ विजय चैत्य गुम्बा भन्दा यो जान्छौँ ए ल त्यही भएर होइन हामीहरू यताबाट पनि झर्छौँ दाइ तल ओके धन्यवाद हजुर हामीहरू चाहिँ अनि आएकै बाटो जान्छौँ होइन यो चाहिँ यहाँ तपाईँको पुरानो कसैलाई नयाँ हुनसक्छ अरे यहाँ चाहिँ पुरानो साइड कपडा नै होला यहाँ तपाईँहरूलाई के जस्तै पुरानो कपडाहरू यताउता होइन लिएर यहाँ राख्ने ठाउँ रहेछ ओए हामी चाहिँ यो बसमा जान्छौँ लेट्स आइसक्यो है ओके आर्निसेसन जान्छौँ कहाँ बस्ने हामी अगाडि look at this bus guys माली लाग्नु होइन लाग्छ माली लाग्रा निलाई ओके ल हामी चाहिँ बसिसक्यौँ हेलो दाइ 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 एक्सक्युज मी यो आर्नेसी हुँदै जाने होइन ओके ल मलाई चाहिँ कन्फर्म थिएन गाइजहरू म फेरि हो र ल म त सुनेन नि यहाँ आर्नेसी हुँदै जाँदैछ अब यहाँबाट त हामीलाई कति त्यही हो 30 मिनट 100% लाग्छ होला त्योभन्दा बढी पनि लाग्छ किनभने अब चाहिँ अफिस टाइम भइसक्यो होइन अफिस टाइम आउने चाहिँ भइसक्यो सो के अरे अब तपाईँको हुन्छ नि आफ्नो सपहरू यताउतिबाट अफिसहरूबाट निस्किने अनि गाडीहरू यता चलाउनु भएको कारणले होइन बाटोमा चाहिँ बढी नै जाम हुन सक्छ त्यही भएर टाइम लाग्छ है अनि त्यसपछि हामी आर्नेसी जान्छौँ आर्नेसीदेखि चाहिँ ट्याक्क लाएर फेरि हामीहरू किर्तिपुरको लागि गाडीमा चढ्छौँ त्यसपछि म पुग्नेवाला छु यहाँ चाहिँ उहाँले चाहिँ फोटो हेरेको गर्नुपर्छ मक्खै परेर हेर ए बाबरे आज मलाई उहाँले चाहिँ होइन भिडियो के अरे भ्लग गर्न नदेखिन फोटो खिच भन्दा 100 भन्दा 500 भन्दा बढी खिच्दैछ कि के भयो 10 छैन 100 त 100% छ 100 छ कि छैन भन्नु त 100 चाहिँ बबाल छ कति धेरै फोटो खिच्दैछु यो हेर्नु न भ्यू तर सरसफाइ चाहिँ यता पनि बबाल छ है गाइजहरू अलराइट गाइजहरू होइन आजको हाम्रो घुमफिर चाहिँ बबाल रमाइलो भयो होइन अनि हामीहरू चाहिँ आजको घुमाइबाट चाहिँ बबाल एक्सपिरियन्स पायो होइन त्यही हो आज चाहिँ हाम्रो खासमा चाहिँ त्यो के अरे भुटानीको कन्सर्न जाने हाम्रो प्लानिङ थियो बहुत पछि चाहिँ हामीहरूले त्यहाँ घुमेर गएपछि माथि चाहिँ एउटा गुम्बा देख्यौँ र
त्यहाँ त्यो गुम्बा चाहिँ एकदमै बबाल रहेछ। सो हामीहरू चाहिँ गयौँ होइन, अनि हेर्दा चाहिँ साँच्चै नै होइन हामीले एक्सपेक्ट गरेको हुनाले एकदमै राम्रो रहेछ। अनि बुटानिक कन्ट्री पनि, र त्यही हो यहाँबाट जाँदा हामीहरूलाई मेबी त्यही 1 घन्टा लागेको थियो किर्तिपुरदेखि। एन्ड फेरि हामीहरूले हल्का फुल्का घुम्यौँ अनि फेरि ब्याक भयौँ। त्यही हो भर्खर आएर म चाहिँ बसिरहेको छु। एन्ड त्यही हो आजको भ्लग चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई लाइक कमेन्ट एन्ड सेयर र सब्सक्राइब पनि गरिदिनु होला। त्यही हो मेरो टिकटकमा पनि हल्का सर्ट राख्छु, टिकटकमा पनि यसो फलो गरिदिनु होला। एन्ड फेसबुकमा पनि होइन म राख्छु, त्यही फलो गरिदिनु होला है गाइजहरू सबैजनाले। एन्ड हजुरले जति सपोर्ट गर्नुहुन्छ नि म त्यति नै भिडियोहरू बनाउँछु। त्यही हो तपाईँको माया सपोर्ट चाहिँ चाहिन्छ गाइजहरू एभ्रिवान। ल ओके है, ल नेक्स्ट भ्लगमा फेरि भेट होला एभ्रिवान। ओके बाई बाई।